हेलो साथीहरू, वेलकम ब्याक टु माई युट्युब च्यानल। अनि आज चाहिँ हामी काठमाडौँमा छौँ। म चाहिँ काठमाडौँमा छु। अनि अहिले चाहिँ हामी चाहिँ अब घर निर्माण गरिरहेको ठाउँतिर हेर्न जाँदैछौँ। आज चाहिँ हाम्रो घरमा चाहिँ अब ढलान गर्नलाई रेडी भइसक्यो। त्यही भएर ढलानको रडहरू बान्दैछ। अनि हाम्रो दाइको पनि त्यहीँ नजिकै बनाउँदैछौँ। अनि दाइको चाहिँ आज ढलान हुन्छ, हाम्रो चाहिँ रड मात्र बानेर काम हुन्छ। त्यही भएर हामी हिँडिरहेछौँ। अनि यहाँ यी छोरी पनि, छोरी चाहिँ प्याकच्याक गरेर हिँडिरहेछ टोपी लाएर। उयो पछाडिको केटो चाहिँ लाज लाग्छ त्यसलाई भिडियोमा आउनलाई। कस्तो लाज लाग्यो क्या। ल फोटो भिडियो बनाउँदा उसलाई लाज लाग्ने कस्तो खालको मान्छे होला त। हामी चाहिँ हिँडेर घर बनाउने ठाउँमा जाँदैछौँ। अनि आज घर बनाएको हेर्नलाई जानु पर्यो। है छोरी यस्तो बाटोबाट हिँडेर जाँदैछौँ। हामी चाहिँ हिँड्दै जान्छौँ। घर बनाउने ठाउँमा हिँड्दै जाँदैछौँ। यतातिर नि नयाँ घर बन्दैछ। खेतीपाती गर्ने जग्गातिर घरै घर छ। अहिले कति बजे पुरा जग्गाहरू प्लटिङ गरेर घर बनाउँदैछ। यता नयाँ घरहरू कस्तो राम्रो घरहरू बनाएर रहेछ। इट्टा पनि बनाइरहेछ। भक्तपुरमा त इट्टा भट्टाको फेमस हो नि त। फेरि इट्टा है, इट्टा भट्टाको लागि फेमस। इट्टा बनाइरहेको रहेछ नि प्रभु। अनि यता घरहरू कति राम्रो घर पनि बनिरहेको छ। यता बुनु, यता दादा हिँडिरहेको छ। ल घर बनाउने ठाउँमा आइपुग्यो हामी चाहिँ। आऊ कुकुर पो आएछ है। आम्मा घरभित्र त कुकुर पो आएछ। ल हाम्रो घर चाहिँ फर्स्ट ढलान गर्न रेडी भइरहेको छ। ल भाग्छ त झन् भित्र टोक्छ फेरि। डर लाग्यो मलाई त। घर चाहिँ फर्स्ट ढलानको लागि रेडी भएको छ। अनि यो चाहिँ हाम्रो घर हो। यस्तो देखिँदो रहेछ घरबाट भ्यू। यता चाहिँ दाइको घर ढलान भइसकेको छ। ढलान हुँदैछ। काम भइरहेको छ तीव्र गतिमा। छोरी घर बनाउन लाग्दा कस्तो लागिरहेछ? घर बनाउन लाग्दा कस्तो लागिरहेछ? यताबाट चाहिँ हिमाल पनि देखिन्छ। तर अहिले चाहिँ हुस्सु लागेको भएर हिमाल देखिया रहन्छ। नभए त छर्लङ्गै हिमाल पनि देखिन्छ। उत्तर पूर्व फर्केको छ हाम्रो घर।
यहाँ दाइको घर ढलान हुँदैछ। हाम्रो चाहिँ भोलि अब रड बान्ने बाँकी छ। अनि रड बाँधेर भोलि त्यहाँ बसिरहेका छन्। यतातिर चाहिँ यस्तो छ। छोरी थकाइ लागेको हो बसेर? दादा र बुनु चाहिँ त्यहाँ बसिरहेका छन्। हजुर ऊ आयो सिमेन्ट घोलेको फर्स्ट फ्लोरको ढलान। हाम्रो ठेकदार मामा चाहिँ यता हुनुहुन्छ, यता छेउमा बस्नुहुने। अनि उताको दुईजना चाहिँ कस्तो काम गर्ने हामी भएर यस्तो गर्न पनि सक्दैन। कति फास्ट। यता चाहिँ कस्तो हरियाली पनि छ। तरकारी खेतीहरू गरेर छन् मान्छेले। बस्नुलाई चाहिँ शान्त वातावरण छ। मिक्सर त यसरी पो तानेर बसेको छ मान्छेहरूले। ढलानको लागि रेडी हुँदैछ हाम्रो चाहिँ घर। फर्स्ट फ्लोर ढलानको लागि। जाना यसो तान्दा हालिदेऊ। Dennis बाबु माले त अघि या त के माल्यो अब त फेरि बढी पनि मारे चाहिँ अनि साथी
Thank you.